दरबार हत्याकाण्ड छानबिन गर्नुस् त। नेपाल आर्मीले मारेको, राजाले मारेको र नेपाल आर्मी थियो र त्यहाँ दरबार हत्याकाण्ड भएको बेला नेपाल आर्मी थियो? आर्मीहरू त्यहाँभित्र थिएनन्। दरबार हत्याकाण्ड हुनुभन्दा 6 महिना अगाडि भारतसँग देश मिल्दो जुल्दो बनाएर यहाँको प्रधान सेनापतिलाई सेटिङ गरेर, प्रधानमन्त्रीलाई सेटिङ गरेर, आइजिपीलाई सेटिङ गरेर, सबैलाई सेटिङ मिलाएर रको CIA को मान्छे ल्याएर मारेको हो नि त। नेपाल आर्मीले मार्छ? विश्वको सबभन्दा उत्कृष्ट आर्मी भनेको नेपाल आर्मीलाई मान्छ के? नेपाल आर्मी हुँदा हुँदै राजाको हत्या हुन्छ? कसैले आफ्नो जिउमा नि 47 वटा गोली चाहिँ हान्न सक्दैन के? दिपेन्द्रको जिउमा 47 वटा गोली लागेछ। एउटै मान्छेलाई 47 पल्ट गोली हान्छ? गोलीको गिन्ती समेत भनिदिएँ मैले। राजपरिवार मात्रै मर्या छ, अन्य बोडीहरू कहाँ गयो? घोडाको लास कहाँ गयो? इन्टेलिजेन्स कुकुर थियो, तिनीहरू कहाँ गयो? सबै बुझाउनु पर्दैन? सबैको पोस्टमार्टम हुनु पर्दैन? रले खुलेर भनिरहेछ हमने मारा है, वो गलत हो गया, हमसे नहीं मारना चाहिए था। यसको अर्थ यो होइन तेरो राजा मैले खाइदिएँ, हिन्दू धर्म मैले खाइदिएँ, अब पनि सुध्रिनुहोस् भने म तेरो देश खाइदिन्छु भनेर च्यालेन्ज गरिरहेछ इन्डियाले। यसको प्रतिकार कसले गरिदिने? त्यत्रो बोलिरहेछ मैले मारेको छु भने नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्छ कि पर्दैन? यति डलर खाएको छ कि बोल्ने हैसियतै छैन नि। मैले तपाईँसँग ऋण खाएको छु भने म तपाईँनिर बोल्छु, ज्यू गर्छु, लौ न हजुर मलाई अहिले छोडिदिनु पर्यो भनेर म भन्छु नि, टाइम दिनुहोस् भन्छु नि। सबैको त्यो हैसियत छ यहाँको नेताहरूको। गिरिजा प्रसादले सबै सेटिङ गरेर दिल्लीदेखि लिएर अमेरिकाको CIA सबैसँग, ब्रिटिसको 5 MI6 टास्क फोर्स सबै मिलाएर सबैको सेटिङ गरेर अनि वीरेन्द्र सरकारको हत्या भएको हो। म नेपाल सरकारलाई च्यालेन्ज के गर्न चाहन्छु भने यदि म गलत छु भने मलाई कारबाही गर्नुहोस्। मसँग प्रमाण छ। राजालाई कसले कसको मिलिमतोमा भएको छ। बाबुराम भट्टराईले बोलिरहेछ यो राजालाई हामीले बस्न दिएको छु, त्यही ठुलो कुरो हो। उहाँको पुर्खाले आर्जेको देश हो। तपाईँले कतिजना मार्नु भएको छ भने मलाई थाहा छैन। तपाईँ कहाँ बसेर ट्रेनिङ गर्नु भएको मलाई थाहा छैन। नोइडामा बसेर, गुडगाउँमा बसेर, पटनामा बसेर, सिलिगुडीमा बसेर, देहरादुनमा बसेर ज्वाइँ जस्तो पालेको होइन तपाईँको नेताहरूलाई, माओवादीको नेताहरूलाई। नेपाली जनतालाई मार्ने तपाईँ, राजालाई मार्ने तपाईँ, देश निकाला गर्ने, सरकारलाई थुन्ने, अलिकति हात लगाएर देखाउनु न तपाईँलाई जनताले के गर्छ। घिसार्दै लगेर तपाईँहरूलाई अब चिडियाखानामा हाल्छ। अब चिडियाखानामा हाल्ने बेला भएको छ। अब आफू डकैती गर्ने, आफू मान्छे मार्ने, आफू देश लुट्ने आरोप जति चाहिँ राजालाई लगाउने। महाकाली तपाईँहरू बेच्नुभयो, मेची तपाईँहरू बेच्नुभयो, ओम्नी काण्ड तपाईँहरूले गर्नुभयो। अब हामी कोही बस्दैन, हामी सबै कालकोठलीमा जान्छौँ भने उहाँहरूलाई एकदमै डर र त्रास भइसकेको छ। दुर्गा प्रसादले राजाको हात समातेर म नारीनीति छिराउँछु, कुन पुलिस कुन आर्मीले रोक्दो रहेछ, कुन माइकल हाल्छ आइज भनेर भनिसक्नुभयो हिजो। दुर्गा प्रसादले हात समातेर लाने उहाँको हैसियत छैन है। फेरि हामी जनताले आग्रह गरेर, रिक्वेस्ट गरेर सरकार देश मासिन थाल्यो, हजुरले आएर आफ्नो गद्दी आसन ग्रहण गरिदिनु पर्यो। दुर्गा प्रसादको हैसियत छैन। राजा लिङदेव, दुर्गा प्रसाद, कमल थापाले ल्याउने भएको भए अस्ति सम्बोधन आएको थियो, खोइ अहिलेसम्म त आन्दोलनको व्हिप जारी गरेको छ कसैले गरेको? कमल थापाले गर्दाखेरि यो राजतन्त्र गएको होइन। 72 सालको संविधानमा 28 वटा सिट हुँदै गर्दा यदि कमल थापाले त्यो संविधानमा साइन नगरिदिएको भए आज यो गणतन्त्र देख्नै पर्दैन थियो। उहाँहरूको विधानमा राष्ट्र संस्था पनि छैन, हिन्दू राष्ट्र पनि छैन। CIA ले रले नङ्गा नाच नाचिरहेको थियो। जनतालाई सबै थाहा छ। जनताले बोलेर त यहाँ केही हुँदैन। यो नेपाल होइन, नेपाल होइन, यो नेतापाल हो। युवा युवती सबै बाहिर गएको, त्यसको रेमिटान्स खाएर नेता पालिएको यो नेतापाल हो। गणतन्त्रले यस्तो छारापन ल्याइदियो नेताहरूमा। आफ्नो परिवारवाद बाहेक यो कर्मचारीहरूदेखि लिएर त परिवारवाद बाहेक अरू केही पनि भएन के। प्रचण्डको अन्तिम ब्रह्मास्त्र राजा उहाँले म सिलिन्डर गर्छु, मलाई त्यो जोगाइदिनु पर्यो, म धेरै दुखी छु, मैले परिवार पनि गुमाएँ, बच्चा पनि गुमाएँ, मलाई पाप लागेकै हो। दरबार हत्याकाण्डमा एमालेको हात छैन। दरबार हत्याकाण्डको हत्याराहरूको म नाम दिइरहेको छु। यदि मैले दिन सकिनँ भने मलाई समात्नुहोस् न। तपाईँले नक्कली आतंकवादी बनाएको थियो माओवादीलाई। CIA र MI5 MI6 अटल बिहारी वाजपेयीको सरकार थियो, गठबन्धनको सरकार थियो र सोनिया गान्धी, राजीव गान्धीले जुन पशुपति दर्शनको बदला लिन सकेको थिएन, त्यसको बदला लिनलाई CIA सँग रको सहायतामा सबैजना मिलेर राजा वीरेन्द्रको हत्या गरेको छ। र अहिले रको त्यहाँको पूर्व प्रमुखहरूले खुलेर भनिरहेछ कि नेपालको राजाको हत्या मैले गरेको हो भनेर। हत्या हुँदै गर्दाखेरि उनीहरूले भनिरहेछ, च्यालेन्ज गरिरहेछ कि मैले गरेको, यो गलत हो भनिरहेछ। तर नेपाल सरकारले त्यो प्रति कुनै स्टेप लिएको छैन भने कसको गल्ती हो? त्यसमा नेपाल सरकारले स्टेप नलिनुको कारण के हो? नेपाल सरकारले स्टेप नलिनुको कारण के हो भने सबै CIA को रको पैसा खाएर सरकारको विरोधमा नबोल्ने होइन, राजाको सपोर्टमा नबोल्ने, आफ्नो राष्ट्र अभिभावकको सपोर्टमा नबोल्ने। र त्यो बेलामा तपाईँको के थियो भने गिरिजा प्रसादले सबै सेटिङ गरेर दिल्लीदेखि लिएर अमेरिकाको CIA सबैसँग
तपाईँको ब्रिटिसको MI5 MI6 अनि टास्क फोर्स सबै मिलाएर सबैको सेटिङ गरेर अनि वीरेन्द्र सरकारको हत्या भएको हो। यसमा कुनै तपाईँको मैले बनाएर बोलेको पनि छैन। यदि म नेपाल सरकारलाई च्यालेन्ज के गर्न चाहन्छु भने यदि म गलत छु भने मलाई कारबाही गर्नुहोस्, त्यतिकै त बोल्न पाइँदैन नि। मसँग प्रुफ छ, प्रमाण छ, तपाईसँग प्रमाण छ, एकदम प्रमाण छ। जतिखेर दरबार हत्याकाण्डको तपाईसँग प्रमाण छ रामनाथ सिंहजी जी, मसँग एकदम प्रमाण छ। यदि मसँग प्रमाण मैले जुटाउन सकिनँ भने तपाईँले कारबाही गर्नुहोस्। राज्यसँग त कारबाही गर्ने ऊ छ नि त, कानुन छ नि त, त्यतिकै त बोल्न पाइँदैन नि मिडियामा आएर। मसँग प्रमाण छ। मलाई यदि कसैले सोध्छ कहाँ छ के छ भने मलाई समातो, यही मिडियाबाट खुलस्त पारिदिनुहोस्, एकदम भनिदिनुहोस् के छ तपाईँसँग प्रमाण। मसँग सबै प्रमाण छ। राजालाई कसले कसको मिलिमतोमा भएको छ। जस्तो हिजो भर्खर हिमालय टेलिभिजनबाट बाबुराम भट्टराईले बोलिरहेछ, यो राजालाई हामीले बस्न दिएको छ, त्यही ठुलो कुरो हो, उहाँको देश हो यो, उहाँले बनाएको, उहाँको पुर्खाले आर्जेको देश हो, होइन नि। तपाईँले कतिजना मार्नु भएको छ भने मलाई थाहा छैन, हामीलाई थाहा छैन, आम जनतालाई थाहा छैन। तपाईँ कहाँ बसेर ट्रेनिङ गर्नु भएको मलाई थाहा छैन। तपाईँ नोइडामा बसेर, गुडगाउँमा बसेर, पटनामा बसेर, सिलिगुडीमा बसेर, देहरादुनमा बसेर तपाईँलाई ज्वाइँ जस्तो पालेको होइन तपाईँको नेताहरूलाई, माओवादीको नेताहरूलाई। अनि तपाईँले उल्टो भन्ने, नेपाली जनतालाई मार्ने, तपाईँ राजालाई मार्ने, तपाईँ अनि तपाईँले देश निकाला गर्ने, सरकारलाई थुन्ने। अलिकति हात लगाएर देखाउनुहोस् न तपाईँलाई जनताले के गर्छ। घिसार्दै लगेर तपाईँहरूलाई अब चिडियाखानामा हाल्छ। अब नेताहरूलाई चिडियाखानामा हाल्ने बेला भएको छ। अब हामी हाल्छौँ जसरी पनि, सत्ता र अवस्था र व्यवस्था जसरी पनि हामी परिवर्तन गरेर छोड्छौँ। यो तपाईँहरू ढुक्क हुनुहोस्, नेताहरूलाई सुनाइदिनुहोस् तपाईँको मिडिया मार्फत। भनेको तपाईँले भनेअनुसार चाहिँ बाबुराम भट्टराईको अभिव्यक्तिमा तपाईँको संशय भयो, त्यो अभिव्यक्ति ठिक भएन। एकदमै भएन, त्यो सरासर गलत हो। आफू डकैती गर्ने, आफू मान्छे मार्ने, आफू देश लुट्ने, होइन। अनि आरोप जति चाहिँ राजालाई लगाउने। राजाले के बेचेको छ? अलिकति मेरो घर बोर्डरमा हो, म जन्मेको 48 वर्ष भइसक्यो। के भन्नुहुन्छ? स्विस ब्याङ्कमा लगेर राजाले पैसा राख्नु भएको छ भनेर भन्थे नि जुन बेलामा, ती व्यक्तिहरूलाई के भन्नुहुन्छ? देखाउनुहोस् न त कहाँ छ पैसा। पैसा कहाँ छ? कसले बेचेको छ? पैसा त तपाईँसँग छ नि। महाकाली तपाईँहरू बेच्नुभयो, मेची तपाईँहरू बेच्नुभयो, ओम्नी काण्ड तपाईँहरूले गर्नुभयो, चिया बगानको काण्ड तपाईँहरू गर्नुभयो, छाला जुत्ताको काण्ड तपाईँहरू गर्नुभयो। तपाईँले भन्न खोजेको चाहिँ गणतन्त्रवादीहरू सम्बोधनले गर्दा छटपटाएका छन्। एकदमै छटपटाएका छन्। उहाँहरूलाई ढुकढुकी भइसक्यो कि अब हामी कोही बस्दैन, हामी सबै काल कोठलीमा जान्छौँ भने उहाँहरूलाई एकदमै डर र त्रास भइसकेको छ। यस्तो अवस्था छ अहिले गणतन्त्रवादी नेताहरूको चाहिँ। के सुरसार यो नारायण हिटीमा रङ लगाउन समेत सुरु गरिसकिएको छ, यसको अर्थ के हो? अब जनतामा एकदम आशाको छाया जागेको छ र जनतालाई के छ भने अब हामीले जसरी पनि देश जोगाउनुपर्छ, बचाउनुपर्छ, नारायण हिटीमा राजै हुनुपर्छ, राजा सहितको रानी सहितको नारायण हिटी हुनुपर्छ। त्यो दरबार छ तर त्यहाँ मान्छे